एक गाउँमा रामबहादुर नामको एकजना दाइ बस्थे। रामबहादुरलाई छोटो पाइन्ट, हाफ पाइन्ट लगाउने असाध्यै शौक थियो। जाडो होस् या गर्मी, विवाह होस् या व्रतबन्ध, रामबहादुरको पोशाक एउटै, छोटो पाइन्ट र चप्पल। एक दिन गाउँमा ठूलो सभा भयो। सबै मानिस कोट, दौरा सुरुवाल, टोपी लगाएर गएका थिए। रामबहादुर पनि आफ्नो पुरानै छोटो पाइन्ट लगाएर सभामा पुगे। गाउँका मुखिया दाइले सोधे, रामबहादुर, तँसँग लामो पाइन्ट छैन र? रामबहादुर मुस्कुराउँदै बोले, छ नि दाइ, तर त्यो आलमारीमा थुनिएको छ। मुखिया, किन थुनिएको? रामबहादुर, किनभने त्यो लामो पाइन्टले मलाई बाहिर जान दिँदैन। सबै छक्क परे। कसरी? कसैले सोध्यो। रामबहादुर गम्भीर हुँदै भने, लामो पाइन्ट लगाए भने मेरी श्रीमती भन्छिन्, अब त मान्छे जस्तै देखियो, काम गर्न जाऊ। तर छोटो पाइन्ट लगाए भने, लौ बच्चा जस्तो देखिन्छ, आराम गर भन्छिन्। सभा एकैचोटि हाँसोले गुन्जियो। त्यसपछि मुखिया दाइले भने, त्यसो भए त जीवनभर छोटो पाइन्टमै बस्ने हो? रामबहादुरले गर्वका साथ भने, हो दाइ, सानो पाइन्ट, ठूलो दिमाग अनि शान्त जीवन।